हेलो नमस्ते सेवा सम्पन्न मर्निङ फाइनली पोर्चुगल विन द म्याच ट्रफी स्पेन भर्सेस पोर्चुगल फुल टाइम 2-2 भएको थियो। त्यसमा चाहिँ रोनाल्डोले विनिङ गोल हानेको थियो विनिङ गोल। त्यसपछि पेनल्टी सुटआउटमा पोर्चुगलले 5 अनि स्पेनले 3 गोल गर्दै पोर्चुगलले ट्रफी उचालेको छ। त्यसमाथि आइडल क्रिस्टियानो रोनाल्डो दोस सान्टोस एभेरियो या एकदमै खुसी बवाल लभ फ्रम नेपाल। त्यही हो उखान छ नि, बाघ जति बुढो भए पनि घाँस चाहिँ खाँदैन। किङ इज किङ अलवेज। आज त लास्टै खुसीको दिन भयो त हो। हे प्रभु हे हरि राम कृष्ण। जति हेट गरे पनि क्रिस्टियानो रोनाल्डोलाई जति हेट गरे पनि इग्नोर चाहिँ गर्न सकिँदैन है। इग्नोर चाहिँ ना बाबा ना। अच्छा ठीक है। त्यही हो कुरा। हेट गर्दै गरौँ, सपोर्ट गर्दै गरौँ। लास्टमा आएर वर्ल्ड कपको कुरा चाहिँ नगरौँ, वर्ल्ड कप खोइ भनेर चाहिँ कुरा नगरौँ। वर्ल्ड कप नजिते पनि यदि रोनाल्डोको टिममेट पनि नेसनल टिममेट पनि अरू खेलाडी जत्तिकै सपोर्टिभ भइदिएको भए, सेल्फिस नभइदिएको भए रोनाल्डोले पनि पोर्चुगलबाट अवश्य वर्ल्ड कप उठाउने थियो। तर केही छैन। रोनाल्डो इज रोनाल्डो। फाइनली गाइज आज चाहिँ हाम्रो ईदको छुट्टी थियो। कम्पनीले 4 दिन छुट्टी दिएको थियो। आज तेस्रो दिन चल्दैछ मेरो। भोलि पनि छुट्टी। त्यही हो, सुखी रहनुहोस्, खुसी रहनुहोस्। सब्सक्राइब गर्नुहोस्, फलो गर्नुहोस्, लाइक गर्नुहोस्, हेट गर्नुहोस्, कमेन्ट गर्नुहोस्। त्यही हो। एज अ रोनाल्डो फ्यान अहिलेसम्म चाहिँ रोनाल्डोको अगेन्स्टमा जो पनि डिबेट गर्छन् नि, मेस्सी रोनाल्डो भनेर ट्रोल गर्छन् नि, तर मैले चाहिँ अहिलेसम्म रोनाल्डोलाई त सपोर्ट अलवेज सपोर्ट। अरू खेलाडीलाई चाहिँ मैले ट्रोल गरेको छैन, बोलेको पनि छैन, कतैतिर कमेन्ट पनि गरेको छैन। त्यही हो, रेस्पेक्ट गरौँ। रोनाल्डो आफ्नो ठाउँमा सही हो, आफ्नो ठाउँमा एकदम बेस्ट। अरू खेलाडी भनेको आफ्नो ठाउँमा उनीहरू पनि एकदमै बेस्ट हो। आफ्नो ठाउँमा जो पनि बेस्ट छ। त्यही हो, कसैले कसैलाई यसरी ट्रोल नगरौँ। बिचारा अब लमिन यामलको अहिले अच्छा सबैतिर ठीक है ट्रोल गरिरहेछन्। ठीक है। रोनाल्डोसँग लमिन यामलको कम्पेयरै गर्न मिलेन नि। एउटा उमेरको हिसाबले पनि लमिन यामल भनेको भर्खरै उदाउँदै गरेको स्टार हो, उदाउँदै गरेको खेलाडी हो। रोनाल्डो भनेको 40 वर्ष भइसक्नु भयो। 40 वर्ष भइसकेको छ रोनाल्डो। त्यही भएर 40 वर्षको मान्छेसँग 17 वर्षको मान्छेसँग कम्पेयर गर्नु हुँदैन। बरु अरू खेलाडी उसकै ब्याजको उसकै लेभलको खेलाडीसँग कम्पेयर गरौँ। केटाहरूले फेरि यहाँनिर कमेन्टमा आएर ज्ञान दिने कुरा चाहिँ नगरौँ है। 2018 सालपछि फुटबल हेर्ने मान्छेहरूले चाहिँ 2018 सालको वर्ल्ड कप पछि फुटबल हेर्ने भाइ बहिनीहरूले चाहिँ कमेन्टमा आएर ज्ञान नदिउँ। त्यही हो कुरा। फुल भिडियो हेरौँ होइन, लाइक कमेन्ट गरौँ, सब्सक्राइब गरौँ। म यही नै भन्छु, मलाई कमेन्ट गरिदिनुहोस्। मेरो तर्फबाट ढुक्कले कमेन्ट गरिदिन्छु, ब्याक गरिदिन्छु।
त्यही हो अब खासै भिडियो त बनाउनु हुन्थेन फेरि हेटर्सहरू आएर कमेन्टमा ज्ञान दिइहाल्छन् हैन लास्टमा भन्छु